हेलो एभ्रिवान, आज म तपाईहरुलाई पिकनिक लिएर जान्छु है त। र म घरबाट रेडी भएर निस्किन लागेको। अब चाहिँ म चोकमा पुगे, मेरा दिदीबहिनीहरु मलाई खुरेर बस्नु भएको रहेछ। अब चाहिँ हाम्रो यात्रा सुरु भयो है, सबै रमाउँदै हिँडिराछौं। यो चाहिँ म है, ल रिता बहिनी र कमला बहिनीको प्रस्थान भइसकेको छ। अब हाम्रो अर्कै कमला बहिनीको पनि प्रस्थान भयो र हामी पिकनिक स्थलमा पुगिसक्यौं र सबै पालै पालो झर्दै छौं। कोही मादल बोकेर निस्किनु भएछ। ल अब चाहिँ सबै बस्ने ठाउँ रेडी गरेर सबैजना गीत गाउनलाई तयारी अवस्थामा बसेछौं। र हाम्रो एकजना बहिनी नाच्न रेडी र कोही त्यहाँ पकाउनलाई सुरसार गर्दै हुनुहुन्छ है। अब चाहिँ म तपाईहरुलाई मिठो मिठो पकौडा बनाउन लागेकोतिर लैजाँदैछु। तातो तातो पकौडा, बदाम साँधेको यति मिठो खाजा खाइयो। र अब हाम्रो गाउने पारा सबै दिदीबहिनी मिलेर आफै गाउँदै छौ ल। यता चाहिँ छुट्टै लर्को चलिरहेछ, कोही टिकटक बनाउने, कोही फोटो खिच्ने। यहाँ पालै पालो कोले खिच्ने भन्ने। ल हेर्दा हेर्दै हाम्रो खाना पनि रेडी भइसकेछ। खानामा के छ? भात, पनिर, सबले थोरै थोरै भन्दै धेरै धेरै हाल्दैछन्। सबै भेजिटेरियन हो है आजको खाना चाहिँ। हामी सबै धेरैजना चाहिँ भेजिटेरियन नै छौं त्यहाँ। ल अब खाना खाएर सबै नाच्ने तयारी हो। म पनि नाच्दै छु, हेर्नु है। के गीतमा नाचेको होला तपाईहरुले कमेन्ट गर्नु त। नाचेको नाचै, कोही बसेर कोही उठेर नमस्ते गरी गरी नाचेको। कुन गीतमा नाचेको होला? कोही उता कुनामा गएर म चाहिँ निस्किए नाच्दा नाच्दै। ल नाच्दा नाच्दा जाडो भएर अब यहाँ आगो ताप्दा ताप्दै हामी त दुकुर्ने बेला भइसकेको छ। ल घर फर्किने बेला भइसक्यो साथीहरु। भाडा कुडा बोकेर लाइनमा हुनुहुन्छ दिदीबहिनीहरु चाहिँ। ल बाई बाई भन्दै हुनुहुन्छ गीता बहिनीले। ल म आएँ है फेरि। मैले कसलाई भिडियो खिच्न जान्दैनन् भनेर म फेरि आफै भिडियो खिच्न थाले साथीहरु। यो चाहिँ मेरो पहिलो भिडियो, यसरी लामो भिडियो मैले पहिला बनाएको थिइनँ। अब यस्ता भिडियोहरु तपाईहरु धेरै देख्न पाउनुहुन्छ। र हाम्रो पार्वती दिदीले चाहिँ मादल बजाएर सबैलाई इन्टरटेन गर्न खोज्दै हुनुहुन्छ। कति बेला चढ्ने होलान् भन्दै कुर्दै छु म फेरि। बाई बाई। ल हामी अब बस चढेर फर्किँदै छौं। रातिको बेलामा सबैलाई चिसो पनि भएको छ, रमाइलो नि छ। आजको दिन साह्रै रमाइलो गरेर फर्कियो भन्दै हामी चाहिँ लागियो। अब यस्तै यस्तै रमाइलो भिडियोहरु हेर्नको लागि मेरो च्यानललाई सब्स्क्राइब गर्नु होला। बाई बाई।